हेलो 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 साथी हो, गुड मर्निङ है। म चाहिँ बजार आइपुगेँ आज, चैनपुर बजार। एकदम बजार धमधम लागेको छ। बजारमा चाहिँ पर्दैन, अलि तल बारीमा। हजुर मसिनो भन्दा पनि अब बेला भएकै हो दिदी। त्यो सबै हो, लै नै हो। भर्खर ल्याइपुर्याएको पाठा बेच्नलाई। यो आँखीभुइँबाट लिएर आएको, भर्खर त ल्याइपुर्याएको। हजुर उहाँ 3 माउ थियो कि 2 माउको उतै सक्यो, 1 माउको बाँकी थियो अनि यहाँ लिएर आएको। बुच्चा एउटा भुनी छ, अरू बुच्चा हो। हजुर 7वटा बुच्चा छ। धमधम बजार लागेको छ है साथी हो। यतातिर यता मासु पनि देखाउँछु साथीलाई। यहाँ सुँगुरको पाठा हो, सबै सुँगुरको पाठा हो। यो चाहिँ मेरो है, फेरि यो मेरो हो। अरू साथीहरू पनि थुप्रै छ है यहाँ। मासुहरू पनि यहाँ कसरी हो दाजु? मासु केजीको? हजुर केजीको कसरी हो? 400 रुपियाँ केजी अरे साथी हो। मासु पनि लो चाहिँ पनि यता छ मासु है। सम्पर्क गर्नु होला चाहिएमा। मासुको बजार छ है साथी हो। मासु बजार लागेको छ यहाँ। यता त राँगाको छ है साथी हो। यता सुँगुरको, यता राँगाको व्यवस्था छ यहाँ चाहिँ। यो राँगाको मासु हो। यता चाहिएमा सम्पर्क गर्नुहोस् है साथी हो। यता चाहिँ राँगाको रहेछ। बजारदेखि अलि मुनितिर बजार सारेको छ यहाँ चाहिँ। बजार चाहिँ अलि माथि पर्छ। बजारबाट अलि मुनि व्यवस्था छ है बजार चाहिँ लाग्ने। यहाँ चाहिँ राँगाको मासु, सुँगुरको मासु जे चाहे पनि यहाँ पाइँदो रहेछ। कसरी छ दाजु राँगाको मासु? हजुर कसरी हो मासु चाहिँ? 500 रुपियाँ केजी। ल 500 रुपियाँ केजी अरे साथी हो। राँगाको मासु एकदम प्योर राँगा हो। फेरि यो एकदम दाम बजार लाग्छ है साथी हो। बजार चाहिँ अलि मास्तिर पर्छ। यो बजार व्यवस्था चाहिँ अलि तल छ। यो बजार मुनि चैनपुर हो। यो चाहिँ चैनपुर सङ्खसभाको। जाँडको छोक्रा हाम्रो त्यही त हो नि।